नमस्कार, म सन्तोष आङदेम्बी। नमस्ते नमस्ते। नमस्कार। यहाँ तुम्बासँग भेट भएको छ। तपाईको नाम सर्टकटमा एलबी आङदेम्बी। मेरो नाम सर्टकटमा एलबी आङदेम्बी नै भन्छ सबले। एलबी तुम्बा भनौँ न। एलबी तुम्बा र आङदेम्बी हो नि त। आङदेम्बी। अनि तपाईको उसमा चाहिँ जान्छ लाहान आङदेम्बी हैन? तपाईको नागरिकतामा के छ तुम्बा? नागरिकतामा यही नै छ। एलबी छ कि लाहान छ? एलबी नै छ। 2003 सालमा स्यावामा जन्मिनु भएको रहेछ। अब यहाँ तुम्बासँग चाहिँ विशेष म के कुरा गर्न खोज्दैछु भन्दाखेरि यो छाला सुकाको बारेमा। हजुर। छाला सुका जस्तै म हिजो अस्ति घुम्न गएँ, तल कुमायाकमा चाहिँ एउटा बना रहेछ। हजुर। तपाईँको के पार्क बना रहेछ। त्योभन्दा त यो हाम्रो इतिहास हो नि त हैन? तपाईँको यो के भन्छ हाम्रो छाला सुका धेरै पुरानो। अब त्यसलाई बनाउनुको लागि चाहिँ के गर्नु पर्यो तुम्बा? यसले बनाउनुको लागि अब सबैभन्दा ठुलो भूमिका चाहिँ तपाईँहरूले संसारभरि पत्रकारहरूले सबै अब यो अहिले त के सामाजिक सञ्जाल के भन्छ यसमा हालेर सबै ठाउँबाट सरसहयोग जुटाएर काम गर्दै जाने। हामीले यो अहिले तपाईँहरू हिँड्दा पनि देख्नुहुन्छ होला पर तेर्सो बाटोदेखि मुनि यो चाहिँ हाम्रो गुफा थेबासम युमासम गुफा भन्छ। अनि बाँधङ्ग्रो हुन्छ पहिलाका खेप्सुकेल बेला चाहिँ हाँसोले पारोले कुकुरहरू राति 12 बजे भुक्थ्यो, तर अहिले त्यो पनि हराएर गयो होइन। त्यो गुफा छ राम्रो। त्यहाँ त्यसै छाला सुका मुनतिर कि मास्तिर? मुनतिर बाटोदेखि नै मुनतिर गुफा छ। त्यहाँदेखि यो प्रधानमन्त्री स्वरोजगारले छाला सुकासम्म जाने बाटो हामीले बनाएको छौँ, राम्रै नै छ। र अहिले यसपालि पनि हामीले साधारण बारबेर गरेर राखेका छ। र यो चाहिँ हामीले अहिले पोहोरैदेखि चाहिँ के गरेको छ भने छाला सुका चाहिँ जस्तै मिङ्गलाजोङ गाउँपालिका, कुमायो गाउँपालिका, फाल्गुनन्द गाउँपालिका यी 3टा गाविसले चाहिँ प्रोसेस चलाएर चाहिँ गर्नुपर्ने र चाहिँ अब तपाईँको कुरा काटे तुम्बा जो यहाँ के भन्छ कुमायाको मेयर अनि फाल्गुनन्दको मेयर उपमेयर अनि तपाईँको यता के भन्छ यता मिक्लाजुङको मेयरहरूलाई चाहिँ के सुझाव दिनुहुन्छ? हैन उहाँ मेयर बनाउनु पर्छ या बनाउनु पर्दैन भने तपाईँ हाम्रो 3टा गाविस गाउँपालिकाका मेयरहरूले चाहिँ यो बनाउनै पर्छ भनेर हामीले निवेदन पनि पेश गरिसकेका छौँ। निवेदन यता पेश गरौँ कहाँ पेश? हैन यो 3टै गाउँपालिकामा पेश गरेका छौँ। अनि पेश गर्दाखेरि उहाँहरूले के भन्नुहुन्छ? उहाँहरूले आश्वासन चाहिँ दिनुभएको छ हामी प्रयास गर्छौँ भनेर। अब एउटा कुरा तपाईँको फाल्गुनन्दको एउटा मेयर छ, उपमेयर छ, अनि तपाईँको के कुमायाको एउटा मेयर छ, उपमेयर छ, मिक्लानको एउटा मेयर छ, अर्को उपमेयर छ। उहाँहरूलाई चाहिँ 84मा चुनाव लाग्दै गर्दाखेरि यहाँ आउने तपाईँ आग्रह गर्नुहुन्छ या उहाँलाई लखेट्ने आग्रह गर्नुहुन्छ? हैन लखेट्ने किनभने नि तपाईँको 5 वर्ष हो नि त, 5 वर्ष अवधिकालमा पनि तपाईँको यो सियो नाम्लाङ छाला सुकाले मर्मत गर्न सकेन नि। तिनटा के भन्छ मेयरहरूले। अब उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ यसमा? चाहिँ हजुरले भन्दै गर्दाखेरि के चाहिँ भन्नु चाहे भने नि यसमा अर्थात् लखेट्ने भोट दिने नदिने भन्ने कुरो चाहिँ उहाँहरूसँगै भर पर्ने कुरो हो। अब आइन्दा चाहिँ वास्तवमा अब अझै पनि 2-3 वर्ष लगभग 2-2.5 वर्ष छैन, कति 2 वर्ष बाँकी, ठ्याक्कै 2 वर्ष छ। अनि 2 वर्षमा त फेरि चुनावको माहौलमा लाग्दा हामी गर्छौँ त भन्छन् नि। हामी गर्छौँ भन्दा पहिला यस्ता व्यक्ति यस्ता मान्छेहरूले चाहिँ के भन्न चाहनुहुन्छ? होइन यसपालि अर्थात् यसपालि आर्थिक वर्षको उसमा जस्तै 82-83मा पनि हाम्रो यो सियो नाम्लाङलाई उहाँहरूले केही मात्रामा रकम जुटाएन भने अब यिनीहरू त नआउँदा भयो नि त। नआउँदा भयो, त्यही कामै छैन नि। होइन भने त उनीहरूको कार्यकालमा हाम्रो वास्तवमा लिम्बूहरूको यो सबभन्दा पहिला लिम्बूहरूको इतिहास बोक्ने ठाउँ हो। यिनीहरू नि लिम्बू नै त हो नि। लिम्बू नै हो। सबै यिनीहरूले त आफ्नो थातो ठाउँ आफ्नो चाहिँ वास्तवमा ठाउँ नहेर्ने त के अर्थ भयो र? अर्थ भएन नि त। त्यसले गर्दाखेरि उहाँहरूले चाहिँ मेरो भन्नु यति नै हो। अरू के छ भने होइन जस्तै 82-83को बजेटमा केही मात्रामा उनीहरूले चाहिँ हेर्नै पर्छ क्या। 82 र 83को चाहिँ तपाईँको के भन्छ छुटिसकेको छ।
छुटिसकेको छ यसपालि लाउने नलाउने उनीहरूको हातको कुरो एकछिन लाउँछन् लाउँदैनन् यी उहाँहरूको घरतिर पुग्नुपर्ने हो कि जनताको घरतिर यो इतिहासलाई चाहिँ अवलोकन गरेर यसरी गर्छौँ भनेर उनीहरू चाहिँ आउनुपर्ने हो उनीहरू आउनुपर्छ नि त हामी त किन धाउँछौँ होइन हामी धाउने कुरो छैन नि एकपल्ट चुनावको बेला उनीहरूले हाम्रो घर घरमा धाउँछन् यो इतिहास त मेटाउनु त भएन नि त भन्ने कुरा हो क्या त्यही सन्दर्भमा हाम्रो यो अवलोकन गर्नु चाहिँ खास गरी हाम्रो मेयर साहबहरू चाहिँ आएको छैन हेर्नुहोस् होइन कुमायाको उपमेयर त जम्मै घुमेर जानुभएको बरु यहाँ तपाईँको जो गरिब जो निमुखा छ नि तर यो छाला सुक्खाको बारेमा चाहिँ उ गरिरहने हाम्रो कान्छा बाजे पनि पो छ है कान्छाबाजीसँग एकछिन केही नहोला आर्थिक नहोला तर उहाँसँग चाहिँ विचार छ किनभने के भन्छ कान्छा बाजेले चाहिँ म मान्छु विचार छ नि विचार छ उसँग भएको भए पैसा यदि भएको भए ऊ त्यो लगानी गर्छ अब यहाँ चाहिँ के भन्नु पर्यो भने वार्ड अध्यक्ष हो वार्ड अध्यक्षले पहल गर्न लाउनु पर्यो उसले त्यहीँदेखि कोषदेखि छुट्याएर तपाईँको 5 लाख म छुट्यायो भने अनि मेयरले त्यति छुट्याउँछ यता मेयरले छुट्याउँछ हामी अलिकति श्रममा लाग्यौँ भने यो चाहिँ संरक्षण गर्न सकिन्छ भन्ने कुरा हाम्रो वार्ड अध्यक्षले पनि कोसिस गर्दैछ घुमिरहेछ होइन हेरौँ के गर्दो रहेछ यसपालि ल अन्तिममा यही होइन अघि तपाईँले के भन्छ के थियो भन्नुभयो नि माथि यहाँ त धेरै पो छ त छाला सुक्खाको माथि तपाईँको गुफाहरू छ होइन गुफाहरू हामीले धेरै अब त्यहाँनिर गुफा भन्नाले पहिला हाम्रो फाल्गुनन्द गुरु बसेको गुफा छ हजुर हजुर तपाईँको ठाउँ छ त्यहाँ अलिकता संरक्षण गरेका छौँ हामीले होइन एकछिन तुम्बा एउटा कुरा है ल अन्तिममा एउटा के त्यसलाई संरक्षण सबै के भन्छ फाल्गुनन्द गुफाहरू भयो होइन अनि अर्को के भन्छ अर्को के छाला सुक्खा त्यसले संरक्षण गर्नुको लागि बजेट कति जति चाहियो यहाँ त पुरा संरक्षण गर्नुपर्दा के अरे त धेरै बजेट चाहिन्छ 8-10 लाखभन्दा 8-10 लाख त भ्याउँदैन 8-10 करोडभन्दा उँधोले भ्याउँदैन यो चाहिँ यसपालि केन्द्रमा पनि दर्ता हामीले यसमा चाहिँ संरक्षणको लागि हामीले यसको मुख्य चाहिँ अध्यक्ष चाहिँ हामीले डिएम सरले बनाएको छ होइन डिएम सर 3टै गाउँपालिकाको चाहिँ लगभग 6 जनाको दरले चाहिँ यिनीहरूले समिति गठन गरेको छ त्यसमा मलाई पनि राखेको छ सल्लाहकारमा होइन अब हामी अगाडि बढ्दैछौँ तपाईँहरूले सामाजिक सञ्जालमा लाउँदै गर्दाखेरि मात्रै त सबैले बुझ्ने हो होइन म त्यतिकै यहाँ पर पञ्चमीदेखि आउँदै गर्दा यहाँ तुम्बाले त भेटेरै जान्छु छाला सुक्खाको अलिकति संरक्षण भइदिएन भन्ने कुरा मनमा चाहिँ मेरो खेलिरहन्छ होइन यो त तपाईँहरूले यहाँ निस्केको अब यही छेउमा चाहिँ वास्तवमा तपाईँहरू जस्तो बुद्धिजीवी सबै बुझ्नेहरू अब यहाँनिर जन्मेको छ तपाईँ हामी सबै मिलेर चाहिँ यो पहल गरेर अगाडि बढ्नुपर्छ फेरि यहाँको छाला सुक्खाको चाहिँ कसले बेइज्जत गर्छ जो बसे नि अस्ति तपाईँको छाला सुक्खा महोत्सवमाथि पञ्चमीमा लगाए हिजो अस्ति तपाईँको यता लगाए यो के भन्छ हाम्रो कति नम्बरको गर्छ यो एक नम्बर वार्ड त्यहाँ लगाए यसो गर्दाखेरि यो तपाईँको माथि राँकी अलिक मासतिर पुवा खोला अलिक मासतिर नि तुम्बा त्यहाँ रिसोर्ट व्यक्तिगत बनाएर छ त्यहाँ घुम्न गएँ के रिसोर्ट भनेर त्यहाँ लेखेको छ त्यहाँ बनाएछ 1 करोड 50 लाख व्यक्तिगत खर्च गरेछ निजी व्यक्तिगत खर्च जस्तै त्योभन्दा त यो इतिहास हो नि त इतिहास हाम्रो पुर्खाहरूको इतिहास हो नि त जस्तै तपाईँले यहाँ तुम्बा 2003 सालको तपाईँ हुनुभयो त्योभन्दा अगाडिदेखिको पहिला सृष्टि भयो 2003 साल भन्थ्यो 2007 सालमा त तपाईँको राणा शासन मात्रै अन्त्य भएको नि त यो पुरानो हो नि त सृष्टि हुँदै देखियो नि त यसले जोगाउनको लागि जस्तै केन्द्रदेखि पनि लाग्नु पर्यो केन्द्रमा जो नेतृत्व गर्दै हुनुहुन्छ उहाँहरू लाग्नु पर्यो अनि प्रदेशमा छ लाग्नु पर्यो अघि हामीले 3टाको मात्रै कुरा गऱ्यौँ तुम्बा जस्तै कुम्माया फाल्गुनन्द अनि मिक्लाजुङको मात्रै कुरा गरियो यो हाम्रो भिडियो यदि हेर्दै हुनुहुन्छ भने छाला सुक्खालाई संरक्षण कसरी गर्ने हैन किन गर्नुपर्छ भन्ने कुरा यसमा जो नेतृत्व गर्दै हुनुहुन्छ उहाँहरूले पनि कसरी संरक्षण गर्नुपर्छ भनेर अहिले हाम्रो निवर्तमान चाहिँ वास्तवमा माननीय यो हाम्रो विष्णुजी पनि आएर यहाँनिर धेरै बेर बसेर त्यही छलफल गरेर चाहिँ जानुभएको छ होइन म माथि गएर पहल गर्छु भनेर जानुभएको छ अस्ति गहन चाहिँ यहाँ आएको मैले देखिनँ यता
यो आर्यभट्ट जोशीले आर्यभट्टमा आएको थियो, सप्तमीमा आएको थियो। उहाँले एकचोटि भन्नु नि, भीष्म गगन विश्वप्रसन्नमा एकचोटि। भीष्म त आएको थियो हाम्रो यहीँनिर बसेर लगभग 1 घन्टा बसेर हामीसँग कुराकानी गरेर जानुभएको। भीष्मलाई एकचोटि आग्रह गर्नु नि। होइन, अस्ति आग्रह गरेका छौँ हामीले। एकचोटि यो भिडियो मार्फत नै एकचोटि गर्नु नि। मलाई त पुरा विश्वास छ हाम्रो भीष्मजीले चाहिँ केही मात्रामा यहाँको लागि पहल गर्छु भनेर जानुभएको छ र पहल गर्नुहुन्छ भन्ने हामीले पुरा विश्वास छ। यहाँको 100% पुरा नि उहाँ गर्नु नै हुन्छ भन्ने कुरो चाहिँ हामीले पुरा विश्वासमा राखेर। यो अन्तिममा यही हो, जस्तै छाला सुक्खाको बारेमा जस्तै खण्डन गर्न तुम्बासँग पाइयो। तपाईँको लाहान एलबी आङदम्बे, लाहान आङदम्बे, लाहान होइन एलबी आङदम्बे, खास पुरा नाम चाहिँ पुरा नाम पनि त्यति नै छ। लाहान आङदम्बे होइन, होइन लाखबहादुर आङदम्बे भने लाखबहादुर आङदम्बेसँग अत्यन्त यो सन्दर्भिक कुरा गर्न मैले पनि पाएँ। यो मेरो सौभाग्य हो। जस्तै तुम्बा अन्तिममा त यही हो होइन। मेरो भनाइ त्यति नै छ। मेरो भनाइ त्यति भन्दै यहाँहरू सबैले जो हेर्दै हुनुहुन्छ उहाँहरूलाई धन्यवाद। प्रतिक्रिया पनि एकचोटि दिनु होला, जस्तै कमेन्टमा प्रतिक्रिया दिनु होला। छाला सुक्खालाई कसरी मर्मत गर्नुपर्छ, कसरी हिँडाउनुपर्छ। अघि तुम्बाले जे भन्नुभएको छ तपाईँको फाल्गुनन्द के गुफाहरू उनीहरूले सम्झेछन्। कसरी तपाईँहरूको सल्लाह सुझाव, तपाईँहरूको सहयोग चाहिँ हामीलाई चाहियो। यसमा चाहिँ के छ भने हामी आफ्नै तर्फबाट पनि व्यक्तिगत तर्फबाट पनि अहिलेसम्म गरिराखेका पनि छौँ। हामी श्रमदान गर्नुपर्ने हो कि के गर्नुपर्ने हो, त्यसमा हामी छँदैछौँ तुम्बा होइन। अहिलेसम्मको चाहिँ वास्तवमा अहिलेसम्म प्रत्येक साल हामीले नयाँ वर्षमा 2-3 दिन लगाएर चाहिँ हामी आफै संरक्षण गरेर यो जस्तै गुफा अनि फाल्गुनमा गुरु फाल्गुनन्द बसेको गुफा र चाहिँ सेवनाम माथि छाला सुक्खा हामी आफै लागेर त्यो चाहिँ हाम्रो आफ्नै तर्फबाट चाहिँ जनश्रमदानबाट साफसफाइ अभियान गरिरहेका छौँ। अहिलेसम्म कुनै पनि वास्तवमा खास गरी केन्द्र जिल्ला अर्थात् पालिकाबाट अहिलेसम्म चाहिँ कुनै पनि वास्तवमा बजेट छुटेको छैन। ठिक छ, अन्तिममा के भन्नुहुन्छ? अन्तिममा सबै जो यहाँ भिडियो हेर्दै हुनुहुन्छ, यो हाम्रोमा अहिलेसम्म जोसम्म भिडियो हेर्दै हुनुहुन्छ, हामी सबै लागि परेर हाम्रो लिम्बुवानको उत्थान अर्थात् हाम्रो चाहिँ वास्तवमा हाम्रो इतिहासलाई चघेर्न गर्दै अगाडि बढाउँदै लैजानुपर्छ भन्ने नै मेरो चाहिँ सबैमा अनुरोध छ। ल हस् त, यहाँहरू सबैलाई नमस्कार, सेवारो नमस्ते।